ललितपुरको टिकाथलीमा बोरिङ गर्दा आगोको ज्वाला निस्कियो। के ग्यास भेटिएकै हो त? ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ। बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ। स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरे पनि यो समाचार तयार पार्दासम्म आगो निभेको छैन। आगो ननिभेकोले बोरिङ गर्ने काम तत्कालको लागि रोकिएको छ। ललितपुर प्रहरी परिसरले पनि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेकोले अहिले नै घटनाको विस्तृत विवरण आइन नसकेको प्रहरीले जनाएको छ। आगो माथिबाटै थियो, मैले पनि माथिबाटै देखेर आएको। हामीसँग भूगर्भविद कृष्ण पाण्डे हुनुहुन्छ। उहाँले यो प्रज्वलनशील वस्तु किन निस्कियो भन्ने विषयमा अन्य विषयमा पनि जानकारी दिनुहुन्छ। सर, यो चाहिँ के हो अलिकति बताइदिनुहोस् न। बिहानैदेखि प्रज्वलनशील आयो, आगो बल्यो भनेर भनिएको छ। यो खासमा के हो? काठमाडौँको भौगोलिक अवस्थिति हेर्दाखेरि काठमाडौँमा पुरानो तालको संरचनामा बसेको चाहिँ हाम्रो बस्ती छ। करिब 300 मिटरको गहिराइसम्म तलीय माटो चाहिँ नै हामीले देख्न सकिन्छ। त्यो तलीय माटो जम्मा हुने क्रममा त्यसका विभिन्न तहमा यो अर्ग्यानिक म्याटरहरू वा जैविक अवशेषहरू चाहिँ त्यसरी रहेको हुन्छ। जैविक अवशेषहरू लामो समयसम्म चाहिँ त्यसरी भित्र रहिरहँदा कालान्तरमा यो त्यसबाट चाहिँ नि ग्यास चाहिँ निस्किने खालको चाहिँ हुन्छ। यसको क्रममा काठमाडौँमा गरिएका छन्। काठमाडौँकोमा चाहिँ नि जायका र हाम्रो खाद्य तथा भूगर्भ विभागको संयुक्त अध्ययन भएको थियो करिब 2045 सालको आसपास। त्यस क्रममा करिब काठमाडौँको सम्बन्धमा 300 मिलियन क्युबिक मिटर बराबर रुम चाहिँ नि देखिएको थियो। त्यो चाहिँ नि त्यस्ता खालका ठाउँहरू अहिले हामीले चाहिँ पानीको लागि बोरिङ गर्ने क्रममा अथवा ड्रिलिङ गर्ने क्रममा जब हामी चाहिँ त्यो लेयरमा पुग्छौँ त्यसमा ट्र्याप भएको ग्यास चाहिँ नि यसरी बाहिर निस्किन्छ। त्यसले गर्दाखेरि चाहिँ यो प्रज्वलनशील वस्तु चाहिँ बाहिर निस्किएको छ। यो के हो प्रयोग गर्ने यहाँको स्थानीय यो त हाम्रो प्रयोग गरेर हाम्रो ग्यास किन्नलाई गाह्रो पर्छ, सर्टेज हुन्छ भनेर के प्रयोग गर्न अब यसरी प्रज्वलनशील वस्तु वा ग्यास चाहिँ बाहिर निस्किँदाखेरि प्रयोग गर्न मिल्ने भनेको यसमा चाहिँ नि ग्यासमा कुन ग्यासहरू चाहिँ मिसिएर आएको हो। एउटा जस्तै अहिले यसको नजिकमा जाँदाखेरि जुन गन्ध आएको छ त्यो चाहिँ सल्फरको गन्ध आइरहेको छ। त्यसले गर्दाखेरि अब यसलाई डाइरेक्टली निकालेर चाहिँ स्टोर गर्ने खालको चाहिँ कुनै उ गरेर त्यसलाई चाहिँ प्युरिफिकेसन गरेर त्यसलाई चाहिँ प्रयोग गर्न नमिल्ने भन्ने त होइन। तर यसलाई व्यापारिक प्रयोजनको लागि राज्यलाई चाहिँ प्रयोग गर्न सक्छ वा सक्दैन भन्ने विषय चाहिँ यहाँबाट जुन रूपमा चाहिँ निस्किएको छ यो एकदमै सानो स्ट्रिमबाट निस्किएको वस्तु हो। त्यसले गर्दा यसको डिपोजिट चाहिँ उल्लेख्य नभएको कारणले गर्दाखेरि यसलाई त्यसरी कमर्सियलाइज गर्नु चाहिँ होइन। तर यसलाई चाहिँ अब यदि हामीसँग चाहिँ अहिले कुनै उपकरणहरू चाहिँ छैन, त्यसले गर्दा त्यो उपकरणहरू भएको खण्डमा चाहिँ यसलाई चाहिँ ट्र्याप गरेर यसलाई युज गर्नु भर्खरै यहाँहरूले जाँच गर्नुभयो, के जाँच गर्नुभएको हो अनि के देखिएको हो? यसमा प्रज्वलनशील वस्तु चाहिँ कति प्रतिशत छ भनेर चाहिँ जाँच गरेको हामीले। यसको नजिक जाँदाखेरि चाहिँ नि जुन वेल छ त्यो वेलमा चाहिँ करिब 96% कम्बस्टेबल वस्तुहरू र प्रज्वलनशील वस्तुहरू चाहिँ भएको पनि देखेको छ। यसको अहिले हामी 2-3 मिटर टाढा छौँ। 3 मिटर टाढा पनि 5% जति प्रज्वलनशील वस्तु भएको भनेर चाहिँ यसले देखेको छ। त्यसले चाहिँ के देखाउँछ त? यहाँतिर लाइटर सलाई बाल्ने अथवा ज्वलनशील वस्तुहरू नबाल्ने हो कि के हो? कस्तो सावधानी अप्नाउने त यस्तो अवस्थामा? यहाँ वरिपरि बस्ती छ। यो बस्तीको नजिकमा यस्तो खालको चाहिँ यो रिप बोरिङ गर्ने क्रममा जुन निस्किन्छ यसलाई चाहिँ पहिलो कुरा त एभोइड गर्नु पऱ्यो। अब अर्को चाहिँ नि अलि व्यापारिक प्रयोजनको लागि गर्ने क्रममा यसलाई नै स्टोर गर्ने गर्छ। तर अब अहिले यो एक्सप्लोरेटरी होल भएको पानीको लागि गरेको भएर यसको नजिकमा चाहिँ नजाने। यसले चाहिँ केही समयमा आफै चाहिँ त्यो कत्रो भण्डार छ त्यहाँभित्रको भण्डारबाट चाहिँ बिस्तारै निस्किँदै जान्छ र यो चाहिँ नि कम हुँदै जान्छ। त्यसले गर्दा सकेसम्म त्यहाँबाट यो ग्यास रिलिज हुनेसम्म यसको नजिकमा स्थानीयलाई के अनुरोध गर्नुहुन्छ? किनभने कति मिटरसम्म प्रज्वलनशील वस्तु बाल्नु भएन, किनभने यहीँ त्यहीँ घरहरू नै गर्नुहुन्छ। त्यसको हकमा अहिले चाहिँ 10 मिटरभित्रमा चाहिँ यो 4%
वर्षदेखि 5 वर्षसम्म चाहिँ देखिएको छ। त्यसले गर्दा त्योभन्दा टाढालाई चाहिँ केही समस्या भएन। यो यसको नजिकमा चाहिँ जुन वस्तुहरू चाहिँ काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा चाहिँ यसरी ग्यास निस्किरहेको छ भन्ने सुनिन्छ। कतिपय ठाउँमा गएर खाना पकाउने नै गरिरहनु भएको पनि दृश्यहरू पनि देखिन्छ। यो हामीसँग प्रशस्तै छन् र यस्ता खानीहरू के हो? अब यस्तो छ त्यो विषयमा विभिन्न ठाउँबाट यसरी डिप बोरिङ गर्ने क्रम जस्तै अहिले यहाँ हेर्दै भने विषय निरन्तर मिटसम्म गयो। योभन्दा पहिले चाहिँ नि काठमाडौँको नजिकै पानीको चाहिँ स्रोतहरू चाहिँ उपलब्ध भएको भन्ने चाहिँ नि डेटा हामीले चाहिँ पाउन सकिन्छ। अहिले चाहिँ बिस्तारै वन सहरीकरणसँगै यो पानीको तह चाहिँ घट्दै गएको, जसले गर्दाखेरि चाहिँ यो पानीको लागि चाहिँ अलिक तल अथवा अलि गहिराइसम्म चाहिँ नि हामी ड्रिलिङ गर्नुपर्ने अथवा बोरिङ गर्नुपर्ने चाहिँ बाध्यता यहाँ देखिएको छ। अब यसरी चाहिँ नि गर्ने क्रममा त्यस्तो खालको तहहरू विशिष्ट भेटिने सम्भावना रहन्छ। किनभने त्यो प्रत्येक कुनै एउटा ठुलो पानी परेर तालको आसपासबाट चाहिँ आउने जुन चाहिँ यो जीवाश्महरू अथवा यो अर्ग्यानिक म्याटरहरू हुन्छ त्यो ल्याएर चाहिँ कुर्ने क्रममा यस्तो खालको चाहिँ ग्यासहरू चाहिँ बन्ने गर्छ। यस्ता खालका लेयरहरू चाहिँ काठमाडौँ उपत्यकामा विभिन्न ठाउँहरूमा देख्न सकिन्छ। त्यसले गर्दाखेरि अब यो पानीको बोरिङ गर्ने क्रममा निकै सावधानी चाहिँ अपनाउनुपर्ने, केसिङहरू चाहिँ राख्नुपर्ने, नजिकमा चाहिँ यो ग्यासको लाउन्सरहरू चाहिँ राखेर गऱ्यो भने धेरै चाहिँ सुरक्षा दिन सकिन्छ। अब विभिन्न ठाउँहरूमा देखिनुको कारण चाहिँ त्यही यो विभिन्न समयमा यो काठमाडौँ उपत्यकामा जम्मा भएका पात पतिङ्गरहरू अथवा यो अर्ग्यानिक म्याटरहरूको चाहिँ नि डिकेले गर्दाखेरि चाहिँ यस्तो खालको ग्यासहरू निस्किरहेको छ। त्यहाँको कोही ग्यासको मात्रा छ त्यो 96 त्यस्तो ग्यासको मात्रा हाम्रो देशमा कति धनी नि के गर्नु कति धनी गर्नु के गर्नु 96 भण्डारण पनि धेरै हुनसक्छ। ग्यास चाहिँ थुप्रो एरियामा छ जस्तो छ। मेरो म ग्यास यो ठुलो एरियामै छ जस्तो छैन। सोच्यौँ भने अब यसको भण्डारण सकिनलाई 2-3 घन्टादेखि लिएर अब यसको भण्डारण कति छ 2-4 घन्टामा नि सकिन सक्छ, 2-4 दिन पनि जान सक्छ, 2-4 महिना पनि जान सक्छ। यसको निश्चित यो एरिया चाहिँ नै ग्यासकै एरिया भएको विभिन्न 14 ठाउँमा पनि गइरहेको छ। त्यही भएर यो एरिया चाहिँ त्यही पर्यावरण देखिन्छ। यो पनि हो? यहाँ पनि गाडी छ। ल म्याम त अघि अनि यसलाई चाहिँ यसरी छोपेर राख्दा त केही हुँदैन है हो। हुँदैन, आगोबाट जो हुनु आगोबाट चाहिँ आगो लगाउनु पर्यो। आगोबाट चाहिँ लगाउनु होइन कति 96सम्म देखायो त 96 उतै कता भाषण यता कता पस्नु भएको छ। ग्यास एङ्गल त के गर्नु भने होइन यतिकै जान दिने यसलाई छोपेर राखेर त फेरि जान्छ यसको मात्रामा कति घट्दै जान्छ तपाईँको बल्ल बल्ल चाहिँ रुकुमा अहिलेसम्म बल्ल चाहिँ लु बजारमा त्यसको भण्डारण कति छ भण्डारण छौन्जेलसम्म अहिले 3 वर्ष 5 वर्ष 6 वर्ष 40 वर्ष भइसक्यो रे त्यहाँ ग्यास भेटेको। बढी भयो है 40 40 वर्ष भइसक्यो। अघि हामी त्यहाँ पुगेको थियौँ 40 साल भयो यहाँ भन्दै पुरा पानी उमाली राख्नु भएको थियो। 40 वर्ष भएन त 40 सालदेखि भनेपछि तपाईँको यो 42 अझ 41 वर्ष भइसक्यो। 42 वर्ष लाग्ने बेला भइसक्यो अझ।
40 सालदेखि चिसो आउँछ, तातो त छैन। अब यो ग्यास सिधेपछि हुन्छ कि यो भागमा चाहिँ पानी मिसाएर दिनु भएको चिसो छ एकदम चिसो त्यो केमिकलले चाहिँ त्यस्तो वालहरू हुन्छ नि होइन हामीले नापन गर्न नसकेको अहिले हामी त्यो फायर गन मार्फतै हामीले लिइरहेको छ हस् त अब अलि पछि गर्छौँ नि त्यसको अब हाम्रो के भन्छ सबै टिनले सिधै आगो माथिबाटै थियो मैले पनि माथिबाटै देखेर आएको कतिको अब जोखिम छैन ठाउँमा यो मात्रामा बोरिङ गर्दाखेरि ग्यास सिस्टम गरिन्छ होइन अब यतातिर चाहिँ अब धेरै नै बोरिङ गर्दाखेरि यस्ता ग्यासहरू धेरै निस्किएको छ अब यहाँ लोबोमा पनि छ अब यो पनि भेटियो यी मोतीचोकमा पनि छ सिल गरेर राखेको छ यही ठाउँमा चाहिँ ग्यास निस्किन्छ ल्याइहालौँ न। ए खाली गएको छु सिलिन्डर छ ल्याएर भरौँ। हवा आ रही है ठीक है काट